पासो तेरी थाप्न आइए ह कैलाश फाँट आइपुग्यो हामी। पासो थाप्न आएको है गाइज हामी फेरि। पासो फाल्न आइदिएर र शिवालय मन्दिर के हो गेट बन्द छ कि के हो केटा हो? पागल उल्टे हुन्छ र वहाँसम्म मात्र खोल्न खोज्छ त्यो अनि ल्याङ्ग्वेज त खतरा छ त गाइजहरुको यार। यार फेरि गाली खाइएला यार। पासो थाप्नु त बबाल छ नि। मैले अस्ति बाबे चाहिँ तारा हान्न जाने बेला देखेको एउटा पारी रोडबाट छ गरे ठाउँ त दामी दामी मा कस्तो लाग्छ अब माछा है। त्यो पनि लिएर आएछ। क्या मिठो लडाई खाइयो यार गाइज यार। ढुङ्गा अलि गरेको रहेछ। ढल्दिरा भने ल ढल्दिरा। कस्तो चिप्लो छ यार। चप्पल हुर्किन खोजेको क्या हो? यो चप्पललाई हुर्काइदिन्छु म। पारीतिर ट्र्याक्टर पासो समाइरहेको छैन है गाइजहरूले। त्यो भाइले मेरो पासो समायो, मैले फेरि थोरै समाएको। गाइज सबैलाई शुभ बिहानीका साथै मेरो न्यू ब्लगमा वेलकम छ है। जिएम ब्लगमा चाहिँ वेलकम छ गाइज। हामी चाहिँ नि अहिले पासो तेरी ठुट्न जाँदैछौँ। घाम लागिसकेको छ यार। सुतेछ मुखी धोइएन। पारीतिर तेरी ठुट्दैछ यार। पारीतिर तेरी ठुट्दै रहेछ। हाम्रो कहिले हो यार पालो यार। वहाँ पुग्नु पर्छ। 22 साइडतिर थापेको छ। कुर्सिमला आइपुग्यो गाइज। दुईजना झुइ हिँडिरहेछन्। माछा पनि लाग्छ कि के गर्छ है। हिजो डेन्जर हुरीपटा चलिरहेको थियो। माछाले के गर्छ त? लाग्छ कि के हार्छ? पहिला टालमा डेन्जर माछा लाग्थ्यो यार। अहिले खासै लाग्दैन। झोप्पा बल चाहिँ खेल्नु पर्ला जस्तो छ माछा ठुला मार्नलाई। ससधारा कुर्सिम्ला पुल। त्यहाँ तल छेपारे पुलदेखि तल कैलाश फाँटदेखि अझ मुनि थापेको छ है गाइज है। यहाँबाट छुट्टै माथि आउनुपर्छ। माछा कति लाग्छ होइन त्यो म देखाउने नै छु तपाईँहरूलाई। अन्तिमसम्म हेरेर साथ दिनु होला है गाइज है। ल ठुट्दै हुनुहुन्छ हाम्रो जिएम ब्लग्स। पासो नभेटेको अवस्था। ठुट्टे जस्तो छ भन्दै हुनुहुन्छ हाम्रो देवान ब्लग्स। बल्ल भेटे।
जम्मै सेतै लाग्यो सेतै लागेछ अनि एउटा धुलै लाग्यो त नि माछा चट सडै सट बिग फिस है बिग फिस जम्मै सेतै सेतै लाग्यो है गाइज प्लास्टिक माछा होइन सुरुलरमा एउटा ठुलो लागेको छ है गाइज लिराम नै यहाँ ल गाइज एउटा ठुलो प्लास्टिक निला ए हो माछा सम्पत्ति फर्स्ट लगमै माछा प्लास्टिक नै लिएर आए यो चाहिँ अर्को पासो मखरा मारेको चाहिँ त्यहाँ हो फेरि अर्को पासो देख्न सक्छौ हामी लागेन यो पासोमा ल अर्को देखाउँछु है हजुरहरूलाई तेस्रो लदै त यो तेस्रो लट एउटा लाग्यो फेरि अर्को लागेछ अर्को 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 सर्ट देख्न सक्छौ हाम्रो मर्निङ भ्यू माछा सानै छ अच्छा यो चाहिँ नेक्स्ट पासो है त नेक्स्ट पासो जम्मै फोरै फोर लाग्यो त यो त होइन क्या नि तिम्रो पासो माछा पनि लागेन ल अर्को नेक्स्ट पासो है त
जम्मै पात पर्यो त नलाग्दिर भने ल अर्को नेक्स्ट देखाउँछु ल खाली खुट्टाले भेटे तेरी तेरी पासोबाट के झुन्ड्या त यार नचाहिने चिज झुन्ड्या त यार पासोमा त यार एउटा माछा झुन्ड्या जस्तो देखिन्छ यार माछा जस्तो नि देखिन्छ त एउटा त यार होइन रहेछ थेट यस्तो यार नथाप्ने अब पासोमा तेरी नथाप्ने अब पुरै फोहोर लाग्छ यार हिजो पटास चलेर नि होला कि पासैभरि पटासको त्यो उलाख त बाँसको त्यो फाइनल्ली गाइज हामीले तेरी पासो सबै टुटिसक्यो माछा चाहिँ खासै लागेको छैन है माछा चाहिँ खासै लागेको छैन किनभने हिजो हावाहुरी पटास चलेर पासोमा हेरमु यस्तो लाहा गाइज ओइ यस्तो लाखा त पासोमा त अनि यस्तो लाखा यो पासोमा पनि त्यस्तै लाग्छ तेरीमा पनि त्यस्तै लाग्छ तर माछा खासै लागेको छैन हैन यतिको त लागेकै हो यति है हाम्रो माछा चाहिँ गाइस जम्मा जम्मी एउटा होल लाखा ब्लू होलै होला सायद उसको पासोमा ला रहेछ छिनालेर आएर रहेछ मेरो माएर लाग्यो है रिलै छिनालेर यति हो गाइस ल गाइस अहिलेलाई चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ अन्तिमसम्म भिडियो हेर्नुभयो हेरेर साथ दिनुभयो माया गर्नुभयो के अरे अब आउँदा दिनहरूमा पनि यसरी नै साथ सपोर्ट गरिदिनु होला भन्दै नेक्स्ट ब्लगमा भेटौँला अहिलेलाई चाहिँ नि टाटा बाई बाई